प्रदीप खड्का र दिव्या रायमाझी प्रेमकी प्रचार। नेपाली सिनेमा जगतमा अहिले एउटा अनौठो चर्चा छ। प्रदीप खड्का र दिव्या रायमाझी सम्बन्ध के यी दुई साँच्चै प्रेममा छन् कि यो पिताम्बर फिल्मको ट्रेन्डिङ बनाउन गरिएको चाल हो? यो सब संयोग मात्र हो कि विभिन्न घटनाले देखाएको एक राम्रो मार्केटिङ रणनीति? आउनुहोस् आज हामी यो रहस्यको पर्दा खोल्ने छौं। प्रेमकी प्रचार सुरुवात कसरी भयो? सबै कुरा त्यति बेला सुरु भयो जब दिव्या रायमाझी र प्रदीप खड्का विभिन्न ठाउँमा सँगै देखिन थाले। सोशल मिडियामा उनीहरूको फोटो, भिडियो अनि आपसी समझदारीका दृश्यहरू भाइरल हुन थाले। म्युजिक रिलिज इभेन्टमा हात समातेर बस्नेदेखि एक अर्काको तारिफ गर्नेसम्म यी सबै कुराले चर्चा चुलाएको हो। प्रमोसन रणनीति अघिल्ला उदाहरणहरू फिल्म प्रमोसनका लागि यस्तो तरिका नयाँ होइन। बलिउडमा रणबीर, दीपिका, शाहिद, कियारा जस्ता स्टारहरू फिल्म रिलिज अगाडि नजिक देखिन्थे। नेपालमै पनि केही वर्ष अघि प्रेम गीतको बेलामा प्रदीप र पूजा शर्मा बीचको केमिस्ट्री चर्चामा थियो। के पिताम्बरको टिमले यही सफल फर्मुला अपनाएको हो? के साँच्चै प्रेम छ? स्रोतहरू के भन्छन्? दिव्याले एक अन्तर्वार्तामा भनेकी छिन्, प्रदीप मेरो लागि स्पेशल छन्। यसले झन् उत्सुकता बढाएको छ। दुईजनाले प्रेम सम्बन्ध बारे खुलेर बोलेका छैनन्, तर उनीहरूको हाउभाउ हेर्दा यो मात्र फिल्म प्रमोसन हो भन्ने कुरा 100% दाबी गर्न सकिन्न। केही भित्री स्रोतका अनुसार उनीहरू साँच्चै एक अर्कालाई मन पराउँछन् भन्ने हल्ला पनि छ। निष्कर्ष सत्य के हो, अब वास्तविकता के हो भन्ने कुरा समयले बताउने छ। यदि यो प्रेम सम्बन्ध हो भने उनीहरूकै निर्णय हो, यदि यो मार्केटिङ हो भने पिताम्बरको प्रचार भने एकदमै सफल देखिन्छ। जे भए पनि प्रदीप र दिव्याको केमिस्ट्री दर्शकलाई मन परेको छ, जुन फिल्मका लागि राम्रो संकेत हो। तपाईलाई के लाग्छ? प्रदीप र दिव्या प्रेममा छन् कि यो फिल्मको प्रचारको हिस्सा मात्र हो? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। अनि यस्ता रोचक जानकारीका लागि फ्याक्ट एनआरएन सर्ट च्यानललाई सब्स्क्राइब गर्नुहोस् र भिडियोलाई लाइक र शेयर पनि गर्नुहोस्। धन्यवाद। जय नेपाल, जय सिनेमा।